वेलकम बैक टू दिपेश कार्की च्यानल। आज मैले ल्याएको छु ट्राफिक सरहरूको इपिक मुभमेन्ट। तो ढिला नगरिकन हेरिदिउँ है त, खतरा रियाक्सन छ। तो आओ यार शुरू करते हैं बिना किसी बकचोदी के। तो सुरु गरौँ है त। भिडियो हालेर भाइरल बनाइदिने कहिले 20 को डाकाहरू आज पनि फेरि मामाको चेकमा परियो डाकाहरू रे यार, ध्यात। मामाको चेकमा परियो किन गाडी रोक्नु भएन त? के को लागि बसेछु यहाँ? के को लागि बसेछु? किन गाडी रोक्नु भएन? बल्नु भन्ने मै हो। बब्लु होस् कि डब्लु होस् मलाई के मतलब? के मतलब हैन? जोसुकै होस्। बब्लु होस् कि डब्लु होस् मलाई के मतलब? मेरो लागि सबै जनता बराबर छ। तपाईँ बब्लु या डब्लु मलाई के मतलब? तपाईँ गाडी मैले रोक्दा रोक्दै भगवान रोकिन्छ। होइन मैले चाहिँ केही छैन। तपाईँ बब्लु के कारण चिनाउनु भयो मलाई? के कारण? के को बब्लु के काम गर्नु छ? के काम गर्नु छ? बब्लु के कामले चिनाउनु भएन? कुनै ठुलो नेतै हो कि? हजुर हजुर भर्खर पिक्दै अब भर्खर चेक त भएन होला। हजुर भर्खर चेक भयो। होइन यहाँ चेक गरेर गएको नि मान्छे लिएर आएको फेरि पुरा बाटोभरि धुवा फैलाएर जाने। त्यत्तरी यार, ट्राफिक सरका अगाडि तानिएर हिँडिरह यार। तपाईँले भनेको त हो कि भन्नुहोस् त? त्यसलाई मैले कति माया गरेँ, सपोर्ट गरेँ। सब भाइ दाइ यस्तै त भने ठिक छ भाइ, राम्रोसित गर्नुहोस्, बरु म राम्रोसित निकाल्नुहोस् भने हुन्छ। दाइ भन्यो, हुन्छ सर भन्यो, 500 चिस्काएर पठाएँ। घरमा गएर त ट्राफिक लफडाले भिडियो हालिरहेको छ यार। त्यो 500 उठाउनु परेन त? आजको लागि एक्सक्युज गरिदिनु न सर। यो इन्डियन गाडी यसैको लागि यहाँ बसेर हामी सिटिङको 4 घण्टा अब अहिले कहाँ के गर्नु पर्यो सर? त्यसो भए के गर्नु पर्यो अब? गाडीमा बिचान्छ हजुरको? हजुर कहाँबाट आयो फेरि भिटनको ट्राफिकमा? त्यो पुरै हेरिरहेछ यार, त्यत्रोजनाले, त्यत्रो डन्ठे, त्यत्रो पुलिसहरूले हेरिरहेछ यार। हाँस्दै हेरिरह क्या, अझै हाँस्दै। घुवा गर्नु रे, घुवा एक्सिलेटर होइन है, घुवा। तपाईँ जहाँ यति हतार गरेर जाँदै हुनुहुन्छ नि, तपाईँ त्यहाँ जानै पर्दैन। तपाईँले जसलाई भेट्न जान खोजिरहनु भएको छ नि, हो हामीले उहाँलाई यहीँ लिएर आएका छौँ। ल आउनुहोस् आउनुहोस्। अनि तपाईँको कागज पत्र पनि दिनुहोस् है। तपाईँले उहाँलाई नै भेट्न जान लाग्नु भएको होइन? आमा यस्तो राम्रोसँग सम्झायो यार, थ्यात। बवाल बवाल हो, यसरी सम्झाउनु पर्छ के? समात्नु भएको थियो कि हामीलाई? समात्नु भयो? कहाँ समात्नु? भिडियो बनाएर के समाते? भिडियो बनाएर के समात्छ? होइन हल्का रेस्ट गरेको, होइन हल्का रेस्ट गरेको। ठिक छ दाइ, ठिक छ एकदम। आमा के हो यस्तो यार, थ्यात। डरले होला कि यार, डरले के? रिसल्ट उठाउनु पर्यो यार। सिट हातै नै हारोस्, आधो त कुदाइदिन्छु म त। A few moments later. बोलेको पुरा भयो भाइ, स्पिडमा परियो। भाई यहाँ पे क्या हो रहा भाई? रोबाट आएछ त यार नेपालमा नि यार। ये कहाँ फंस गया भाई मैं? भाई ये क्या हो रहा है भाई?
हे रामा राम रामा राम के हुनी हो आर्मीलाई ट्राफिकले चिट काटिराख्यो क्या हो मिसन पास्ट यस्तो जङ्गिरी आयो मासलाई मारिदिउँ क्या कस्तो गरेर आयो तर यस्तो अगाडि कुदाएर गएको त डराउनु रहेछ कैसे कैसे लोग रहते हैं यार यहाँ पर त्यही त अरू बेला चाहिँ मलाई चेक गरेर पैसा तिरेर आज चाहिँ लाइसेन्स गोजीभित्र हालेर राख्छु चेकै गर्दैन मलाई के एउटा न एउटा उ गरेर लाइसेन्स देखाउन मन लागिरहेछ मलाई तपाईँको हो गाडी छैन तपाईँ चाबी चाहिँ छुट्न मिल्दैन क्या सर यहाँ साइड लाउनु भनेको के भिडियो गर्दै हिँड्नु छैन सर अफ गरेको छ त कतिखेर अफ गर्ने अघि अफ गरेको त सर त्यही चीटिंग करता है तू चीटिंग करता है तू पहिला चलाउनु भएको थियो उधार भिडियो बनाउँदै आउँदै थियो नि त्यसपछि अफ गरिदियो क्या सर ए मजाले अफ पारेछ आज हो भाइ तीन चार फोन का घुमाइदिएको थियो यार सर कोही आयो कि नहीं के अरे पर्स हरायो क्या मेरो बुक लाइसेन्स त्यहीमा छ सबै त्यस्तो कोही पनि कुन साइडमा हरायो त्यहाँ अगाडि हरायो फर्किँदै जाँदैछु म अब वाह क्या एक्टिंग कर रहा है के रे के भनेको यार मेरो बिल बुक लाइसेन्स भेटाउनु भयो नि त्यसो कोही आएन यतातिर आएन नि हजुर आएन त्यसको लागि के गर्नु पर्यो हामीले You understand? I didn't do anything illegal. So you can't ask for my license. I have to do something wrong. Was I speeding? Was I going too fast? यो ट्राफिक सरहरूले साँच्ची भन्यो भने इङ्ग्लिसै बुझे छैन कि Am I drinking? Do you want to check? या कहाँ छ मेसिन यसले के भनिरहेछ भन्दाखेरि तैँले चाहिँ लाइसेन्स माग्न पाउँदैन त्यसै मैले केही अन्याय नगरिकन केही ट्राफिक रुल नतोडिकन लाइसेन्स माग्न पाउँदैन भनेर किन पाउँदैन ट्राफिक भइसकेपछि लाइसेन्स माग्न पाइहाल्छ नि यार त्यो लाइसेन्स त्यसै माग्ने होइन कि लाइसेन्स भएपछि के हुन्छ भन्दाखेरि यसले चाहिँ चलाउनु जान्ने रहेछ भन्ने त्यो एउटा सर्टिफिकेट हो नि त त्यो त माग्न पायो नि यार यो सरहरूले इङ्ग्लिस नबुझेर अब छोडिदिन्छ Please go. सर म निकाल्छु नि त अर्कोचोटि आउँदा निकाल्छु नि त सर एकचोटिलाई छोडिदिन्न म यहीँको मान्छे हो त्यस्तो गरेर हिँड्ने खालि होइन मै पिपल मोडकै घर सर नाग्दैन नि हाम्रो लाइसेन्स छ म यहाँ नाग उसमा धन्यवाद देख्नु भने गाइज राम्ररी कुरा गऱ्यो भने होइन मजाले छोडिदिन्छ कि अब अर्कोचोटि त अब जस्तो सुकै भयो नि भाग्यो होला होइन एकछिन नखिच तिमीले रोक के रे हिँडिखान भन्छु अझ हेलमेट नि छैन टाउकामा हेलमेट टाउकामा हुनु पर्यो हातमा छ माथि रोक भन्ने यस्तो रे आमामा पाँचजना स्प्लेन्डरमा आहा सकेन यार सकेन समाधान सकेन यार हेलो सर सर के बोला थे हाँ सर हाँ पता नहीं क्या सर सर अंदर बोलो ना यार ट्राफिक सर उसको साथी होला त्यो हैन यो चाहिँ प्रोटेस्टको बेला है प्रोटेस्टको बेला वाह क्या मुस्कुराहट है
ल हेलो गाइज मलाई यहाँ ट्राफिक प्रहरीले समातेको छ किनकि मेरो बाइक फाइनेन्समा हो होइन सर नमस्ते यो अहिले हजुरको ड्युटी सकिसकेको हो सकियो यो बाइकहरूको के गर्ने त्यहाँ हेर्नु त विश्व बाइकहरू के गर्ने यो गर्ने भनेर क्यामेरा सामेर फालिदिन्छ मोबाइलको बाले पनि हुन्छ कि माथि मोबाइलको बाले पनि हुन्छ कि माथि बन्द गरिदिन्छु आमा यो सिधै बना त ट्रक ट्रक त्यहाँनिर रोकिदिनु ल भाइ एउटा बुढो मान्छे भुँडी फर्काउँदै चिनाउने तरिका हो नि त चिनाउने तरिका बुढो मान्छे बुढी फर्काउँदै आयो नि त्यहीँ रोक्नु रे यार बिचरा अर्काको भुँडी नेपाल पुलिस नेपाल पुलिस नेपाल पुलिस ए नेपाल पुलिस यहाँ हेर्नु त नेपाल पुलिस जति राम्रो हिँड्नुहोस् क्या तपाईँ के हो मान्छे पनि नदेख्ने गाडी नदेख्ने म आफैले स्कुटी चलाउँछु कसले कस्तो चलाउँछ म ठ्याक्कै थाहा पाउँछु कि हो र म आफै स्कुटी चलाउँछु हो र स्टार्ट भएन क्या मैले त्यो कि जान्नै सकेन हो र अनि तपाईँ जान्ने मान्छेलाई त थाहा हुनु पर्ने त स्टार्ट गर्नु उसले ट्याक्कै थाहा पाइहाल्छ अरे के कसले कस्तो चलाउँछ कसले कस्तो चलाउँछ तर के खान सक्दैन त्यही त केही मिस्टेक भएको भन्नु न Ninja technique. लुकाइहाल्यो है लुकाइहाल्यो सापी यो भिडियो चाहिँ सिद्धिसकेको छ होइन मलाई चाहिँ खतरा लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला र सब्स्क्राइब गर्नु होला यो नयाँ च्यानल हो त्यही भएर सब्स्क्राइब गर्नु होला है